यो बाटो चाहिँ पहिला हामी स्कुल जाने बाटो हो। यो बाटो हुँदै त्यहाँबाट अहिले हामी रानीभिरको यो भिरको बाटो हामी हिँड्दैछौँ। हाम्रो यो चाहिँ भिरको बाटो हो। यो हाम्रा पुर्खाहरूले चाहिँ यस्तो भिरहरू भत्काएर मानिस हिँड्ने बाटो बनाउनु भएको छ। तलतिर भिर छ, यो तलतिर यस्तो बाटो छ। यो डर लाग्ने ठाउँ छ हिँड्नलाई, तर हामी हिँडिरहेको बानी भएको कारणले गर्दा चाहिँ हामीलाई चाहिँ सामान्य नै लाग्छ। यस्तो छ, यस्तो भिर भत्काएर यसरी यस्तो भिर भत्काएर बाटो बनाउनु भएको। हाम्रो पुर्खाहरूले यस्तो गरेर बनाउनु भएको। त्यतिखेर कुनै पनि साधन नभइकन यसरी बनाउनु भएको छ। हाम्रो बाटो।